साथी नमिता अन्त यता भाइ अन्त यता मेरो बुढो र यता बोजू छ हामी चाहिँ कहाँ जाँदैछौँ भने चाहिँ हामी चाहिँ आज 4 जना चाहिँ अझ 5 जना चाहिँ अचानक घुम्नु जाँदैछौँ होइन कहाँ जाँदैछौँ भने तपाईँहरूलाई पनि अहिले देखाउने छु यो पनि के भन्छ सस्पेन्स हो कि सस्पेन्समा बसेको छ है अहिले यहाँ सदम तारेभिर आएको छौँ यहाँ बहिनी पनि आएको छ र हामी पनि आएको छ अब हामी चाहिँ यहाँबाट यता जानेवाला छौँ उनीहरू दुईजनाले चाहिँ बिर्स्यो पहिला स्कुल पढ्दाको यादगारहरू देख्यो अब थाहा भयो यहाँ चाहिँ दुईजना चाहिँ अब पहिला स्कुल पढ्दा आएको मात्रै अरे होइन अहिले चाहिँ उनीहरू कन्फ्युज भएर चाहिँ कता हो भइरहेको छ उनीहरू दुई चाहिँ यहीँ स्कुल पढेको नि त त्यो भएर चाहिँ यता चाहिँ स्कुल पढ्दाखेरि आएको यहाँनिर कति वर्षमा हो नमिता के परेको जग्गा अरे यहाँनिर लप परेको जग्गा स्कुल पढ्दा लप परेको जग्गा यहाँ हो अहिले चाहिँ बिहा गरेर आएको है हामी दुई चाहिँ त्यतिकै आएको ए दुईजनाको अहिले पनि यसो हात गाडेर गाँसेर हिँड्यो है पहिला स्कुलको जामा सर्टमा थियो अब चाहिँ अर्कै भन्छ यहाँ चाहिँ हाम्रो बहिनी चाहिँ कक्रिँदै हिँडेको के खायो बहिनीले चाहिँ पोलो खाएको फेरि हामी चाहिँ कहाँ आएको छौँ भने चाहिँ साथीहरू सदम तारेभिरमा आएको छौँ बहिनी चाहिँ नचल त्यस्तो र हामी चाहिँ अब यहाँबाट ओह्रालो जाने है हामी चाहिँ यहाँ यता जाँदैछौँ है सबैजना हामी 4 जना नानीसँग 5 जना छौँ हामी चाहिँ हो आज चाहिँ यस्तो धुम्मिरहेको छ साथीहरू आज धुम्मिरहेको छ है आँखा त चिम भयो आमा जहिले आँखा चिम हुन्छ मेरो चाहिँ आँखामा त चिम हुन्छ जहिले के भएको छैन हामी चाहिँ यहाँबाट ओह्रालो जान सकेनौँ हामी चाहिँ अलिक माथि गर्दै यहाँ माथिबाट अब फर्किनु आँटेको यता पनि अब 3 जना पनि ओह्रालो नसक्ने भयो होइन अब हामी चाहिँ उकालो गएको सो हामी चाहिँ अब यहाँबाट गएको अझै चाहिँ तपाईँहरूलाई भन्नुको लागि चाहिँ यो चाहिँ जस्ट एउटा उयो मात्रै हो होइन अहिले तपाईँलाई देखाउने छु अम्म भुइँ भइरह्यो पानी चाहिँ वाउ भने त रेड पान्डालाई हाम्रो बहिनीलाई त छ्या अरे रेड पान्डा त हामी चाहिँ अब यहाँबाट निस्केको है साथीहरू हामी चाहिँ तल जान सकेनौँ हामी चाहिँ आधीसम्म मात्रै गएको अब चाहिँ यहाँबाट चाहिँ निस्केको त्यति बेला चाहिँ अन्त त्यो खाँदै त्यो तरुल खाँदै थियो रहेछ हाम्रो चाहिँ मोमो आइपुग्यो सुपसँग सुप आएन त्यो नेपाली हामी चाहिँ यहाँबाट अब गएको बाई बाई सदाम के प्लान छ हाम्रो चाहिँ भन्दिनु त हामी चाहिँ अब आउने साथ प्लान चेन्ज भएर चाहिँ हामी फेरि जाँदैछौँ अब यता हो अहिले तपाईँहरूलाई देखाउँछु है हामी चाहिँ कहाँ गएको भनेर चाहिँ होइन र हामी चाहिँ अब लागे है साथीहरू पहिला म बिहा गरेर आउने सालमा पेम्बाले मलाई यहाँनिर हिँडेरै ल्याएको साँच्ची तर मतलब उयसबाट भन्ज्याङबाट चाहिँ यता हिँडेरै ल्याएको म त कहिले आएको पनि थिएन होइन अन्त उसले मलाई हिँडेको अब के गर्नु है तर पनि केही छैन याद तारहरू 8-10 किलोमिटर हो त अन्त हामी चाहिँ अहिले कहाँ आइपुग्यौँ साथीहरू भने चाहिँ मनिराम भन्ज्याङ आएको छौँ मेरो हस्बेन्डको चाहिँ फुपूको घरमा नमिताको चाहिँ आसु मनिष भाइको पनि आसु मेरो पनि आसु अन्त मेरो हस्बेन्डको चाहिँ फुपूको घरमा आउँछ गएको हामी चाहिँ र अहिले चाहिँ यति बेसी हावा आइरहेको छ जाडो पनि छ है साथीहरू यता हो बाटो त यता चाहिँ हाम्रो अन्टारी आनी हुनुहुन्छ हाम्रो अगुको चाहिँ दिदी हो कि बहिनी पो दिदी हो दिदी हुनुहुन्छ
बहिनी बहिनी हो बहिनी भन्छ ए नानी ढोकुस हजुर हामी चाहिँ अब यता गएको जाउँ जाउँ हिँड्नु बहिनी हामी चाहिँ अब लाग्यौँ है आँसुको घरतिर सबसे लास्टमा चाहिँ म छु है ब्लेस यु यता चाहिँ हाम्रो दिछेन बहिनी हो आँसुको चाहिँ छोरी ऐ नटोक है यहाँ हेर्नु न हौ साथीहरू कति बेसी चाहिन्छ ल्याउनु लागि हामीलाई ऐ लाखमा नखेल है ल आइज ल हामी चाहिँ यहाँ आइपुगेँ अब चाहिँ नानी छोरी न भने के साह्रो कक्रेको हौ कक्रिँदै हिँड्दैछ यो चाहिँ हामी चाहिँ टक्क यहाँ आइपुगेँ साथीहरू यहाँ चाहिँ हाम्रो आँसुहरूको घर हो हामी चाहिँ आइपुगेँ यहाँनिर छेउ गर्नुपर्छ भने हामी चाहिँ आइपुगेँ आँसुको घरमा आँसु चाहिँ यता बिमारी हुनुहुन्छ आँसु छे गर्नु हामी चाहिँ आइपुग्यौँ यहाँनिर यहाँ चाहिँ फोटो सेसन हुँदैछ दुईजनाको चाहिँ हामी चाहिँ अहिले यहाँनिर आँसुहरूको यहाँ यहाँ चाहिँ ल्यान्डिङ दिइहाल्यो यति छिटो डन यो चाहिँ अम्ब्रेला हो बाँसको हाम्रो बहिनीलाई कति राम्ररी देखेको लु बा राम्ररी देख्यो नगर्नु न मलाई याद छ यहाँ चाहिँ छ तितेको बोट अनि तिते टिप्दैछौँ हामीले चाहिँ यहाँनिर भाइले अदुवा लाउनुपर्छ ड्यामी हुन्छ ड्याम हामी चाहिँ साइली आँसुको ग्रिन हाउसभित्र जाँदैछौँ यहाँनिर चाहिँ यहाँ चाहिँ रहेछ लसुन यहाँ रहेछ धनियाँ धनियाँ घिसो पनि हो यो त त्यहाँ उतापट्टि रमभेडा रहेछ बिग्रिन्छ नि ऐसा घरवाला मिल जाए तो मैं बनूंगा महारानी एक्लै डान्स गर्दै हिँड्दैछु म चाहिँ फुल देखेन यहाँनिर कति दामी फुल आकाङ्क्षाले ल्याइदिनु भएको अरे हो मलाई होइन यहाँ आकाङ्क्षा चाहिँ हो आकाङ्क्षाले चाहिँ मलाई फुल किनिदिनु भएको हामी चाहिँ अहिले मणिराममा चाहिँ पुरा टुर गरिरहेको छौँ होइन तिते टिप्दै ग्रिन हाउस जाँदै है यहाँ चाहिँ यता छ नि त आँसुहरूको चाहिँ घर यहाँ छ हो अन्त यहाँ चाहिँ आम्मामा दाउरा हेर्नुहोस् कति बेसी छ यहाँ चाहिँ गाई रहेछ यो फुल तरु लाउ न नि खान्छ लुचुरिनु हेर्नु दाउरा आम्मामा कति बेसी थाक राखेको छ स्टोर गरेर चाहिँ राख्नु भएको रहेछ अन्त यो वरिपरि बारेको ठाउँमा चाहिँ के छ भने चाहिँ नि साथीहरू आलु छ आलु यहाँ त आलु खनेको छैन रहेछ हाम्रोमा त आलु त अस्ति खनेर पनि खाइसक्यो यहाँ आलुबारी बोट मर्नु थालेछ नि त अब लेकको आलु खनेकै छैन रहेछ र हामी चाहिँ अब कल जाँदैछौँ घरपट्टि आज चाहिँ तिते भुटेर खान्छौँ यहाँ हेर्नुहोस् त फुल कस्तो दामी दामी छ है रेडी भएर वा तास पाक्दैछ है यहाँनिर चाहिँ नमितास स्टाइलमा पाक्दैछ है यहाँनिर चाहिँ यता के पकाउने हो थाहा छैन यता चाहिँ आकाङ्क्षा स्टाइलमा चाहिँ के पकाउने हो पनि थाहा छैन चप्पलमा पकाउँछ अरे यता आनले चाहिँ सामानहरू ल्याइदिनु हुँदैछ अब यहाँ चाहिँ पकाउँदैछ हामी चाहिँ आगोमै जाडु भइरहेको छ अन्त आगो ताप्दै यहाँनिर मिठो मिठो पकाउँदैछ हामी चाहिँ चलाउने चाहिँ यता हुनुहुन्छ हेल्परमा हेल्पर भने त मैले हेल्पर यता हेड कुक चाहिँ यहाँ कुनामा बस्नु भएको छ हो अन्त यता चाहिँ टाउको दुखेर भर्खर आएको सुतेर 1 घन्टा सुतेर 1 घन्टा सुत्यो नि तपाईँ हामी कहाँ कहाँ गएर आयो अब खाना सुरु भयो अहिले आनीले मार्छ धनियाँको अचार हो अनि जमरी तितेको चटनी चिकनहरू छ दाल हो अलिकति फ्रेस भयो तिते चाहिँ खानु पर्यो हजुर हजुर नमिताले पनि सुरु गर्यो नमिता सब्जी
यता भाइले पनि सुरु गर्यो अन्त यता गुरुङ बाजेले पनि सुरु गर्यो यो जङ्गली तिते चाहिँ यति साह्रो दामी भएछ कि अघि हामी यही टिप्नु लागिरहेको थियौँ टोना तितो क्या मिठो भएछ है यो चाहिँ हाम्रो दिसेन बहिनीले बनाउनु भएको है यो चाहिँ डिचेन्स के भन्छ चटनी अब हाम्रो अलि लान्छु म अलि लान्छौँ ल भोलि मन लगेर खानु कि बहिनीले पनि यहाँ खाँदैछ आकाङ्क्षा खाँदैछ है आकाङ्क्षा दामी छ खानु चाहिँ दामी छ हेलो साथीहरू गुड मर्निङ आज चाहिँ हामी सेकेन्ड डे हो यहाँनिर मनिराम साइली आजुहरूको घरमा होइन अन्त यहाँनिर चाहिँ क्रिकेट खेल्ने जग्गा पनि रहेछ हो यहाँबाट यस्तो आएर यस्तो छ अनि म चाहिँ अब तल गएको चिया खानुको लागि हो साथीहरू अन्त यहाँ चाहिँ हाम्रो गेस्ट बस्ने जग्गा छ यहाँ चाहिँ यहाँ चाहिँ गेट यहाँनिर चाहिँ नि साथीहरू पहिलाको घर छ उहिलेको हेर्नुहोस् त काठले बनाएको यी वरिपरि काठले बारेको छ हो यहाँनिर चाहिँ यो चाहिँ जेठाबेनहरूको घर अरे आसूले भन्नुभएको यो चाहिँ हो अन्त अब हामी चाहिँ यहाँबाट सबै हिँडेको फोटो खिचौँ न भनेको नि यहाँनिर यहाँ आसु बस्नुहुँदैछ अगु हुनुहुन्छ दिसेन आऊ नानी फोटो खिच्नु म त खिच्दैन है अब हामी चाहिँ यहाँबाट जाने अब फोटो खिच्छु अनि तपाईँसँग भेटिन्छु यहाँ चाहिँ सबैजना अब लाग्नु आँटेको छ है हाम्रोमा फर्सी छ होला यहाँ हेर्नुहोस् त ढुङ्गाको माटो ढुङ्गा माटो गरेर यस्तो मात्रै बनाएको छ हो यहाँ चाहिँ दैलो छ यो चाहिँ स्टोर रुम अरे हो फाइनली साथीहरू अब चाहिँ हामी यहाँबाट गएको सबैजना बिदाबारी मागेर आउनुहुँदैछ र म पनि अब यहाँबाट चाहिँ हिँडेको हजुर यहाँ बनाएको छ नि कस्तो दामी बनाएको छ च्यादरलाई किन देख्यो र हाम्रो गाडी चाहिँ उतल छ यहाँ चाहिँ हाम्रो चाहिँ छेउमा आइपुग्नु आँट्यो हो सो यो चाहिँ हाम्रो गाडी हो होइन सो तपाईँहरूलाई आज हाम्रो भिडियो कस्तो लाग्यो है प्लिज कमेन्ट गरिदिनुहोस् होला होइन अनि तपाईँहरू जति पनि नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् है अन्त सो भन्दै तपाईँहरूसँग बिदा लिनेछु सो बाई बाई सी यु इन नेक्स्ट भ्लग